पूजनीय खेन रिम्बुछे साङ्गे राउजुजुको जीवनी प्रस्तुत गर्ने क्रममा फेरि पनि यहाँहरूलाई यो दोस्रो भागमा स्वागत गर्दछु। आज यस भागमा उहाँले परम पूजनीय गुरुहरूबाट प्राप्त गर्नुभएको शिक्षा दीक्षाको बारेमा जानकारी राख्ने कोसिस गर्नेछु। भिडियोको अन्तिमसम्म रहेर साथ दिनुहोला। नमस्कार, टसिदिले। उहाँ नेपाल आउनुभई उपचार गरेर स्वास्थ्य अवस्था ठिक भइसकेपछि पुनः सन् 1992मा विश्वविद्यालयमै फर्केर जानुभई जिम्मेवारीहरू निभाउँदै जानुभयो। शिक्षकको भूमिका, परीक्षा नियन्त्रकको भूमिका र साथसाथै गुरुजनहरूले दिनुभएको सम्पूर्ण जिम्मेवारीहरूलाई शिक्षालयको ऐनलाई नै आत्मसात गर्नुहुँदै सम्पूर्ण जिम्मेवारीहरू सशक्त रूपमा सफलतापूर्वक निर्वाह गरिसकेपछि सन् 1994 काष्ठ कुकुर वर्षको पहिलो महिनाको 13 गतेको पुण्यतिथिको दिन पारी विद्वान भिक्षुगणहरूको मास तथा भक्तजनहरूको सभाको बीचमा परम पूजनीय विद्याधर चक्रवर्ती टुवाङ रिम्बुछेज्यूबाट सूत्र तथा तन्त्र निर्वाह शासन चलाउने शुभ सायद पारी खेन्पोको उपाधिले उहाँलाई सम्मान गर्नुभयो र साथसाथै सोही वर्ष सेड्रा उच्च शिक्षालयको शिक्षकमा नियुक्त भई ती जिम्मेवारीहरू उहाँले यसरी चाहिँ निभाउँदै जानुभयो। त्यसपछि उहाँले परम पूजनीय गुरुजनहरूबाट प्राप्त गर्नुभएको वाङ अभिषेक, ठी निर्देशन र लुङ आगमहरू यस प्रकार रहेको छ। परम पूजनीय दिल्गु खेन्चे रिम्बुछेज्यूबाट उहाँले प्राप्त गर्नुभएको दीक्षाहरू, शिक्षाहरू, वाङ अभिषेक, ठीहरू यस प्रकार रहेको छ। अमूल्य महानिधि कोषको अभिषेक, हृदय बिन्दु मूल पुस्तकको अभिषेक, अजिता विजयको लाख उपदेशको आगम तथा अभिषेक, सप्तकोशको आगम आदि ग्रहण गर्नुभयो। र त्यसपछि परम पूजनीय चेडल साङ्गे दोर्जे रिम्बुछेज्यूबाट उहाँले ङिङथिक गोन्डोको लुङ 2 चोटि, ठिलुङ 3 चोटि र ङिङथिक फुवाको ठिलुङ, रिजिन दुबी केरिमको ठी 2 चोटि, लोङछेन ङिङथि युमका देछेन ग्यालमै केरिमको ठी, दुजुम छेचोको लुङ, खेन्सेन गाग रिम्बुछेज्यूको नामथरको लुङ, खेम्बो गागै सुङ फुरुसुङ र सोल्काको लुङ, रिजिन दुबीको आयुको अभिषेक, जोगबा छेम्बो छोइङ जोको लुङ, मिपा रिम्बुछे सुङ ठेक्छो र थोगाल्की दुदोन इत्यादि उहाँले सूत्र र तन्त्रहरूको वाङ लुङ अभिषेक परम पूजनीय चेडा रिम्बुछेज्यूबाट प्राप्त गर्नुभएको थियो भने शरनायक परम पूजनीय दुजिम जिग्डा हेसे दोर्जे रिम्बुछेज्यूबाट दुजिम लिङपा पहिलो र जिग्डा हेसेको धर्मरक्षिताको विषयवस्तु बाहेक सम्पूर्ण महानिधिको अभिषेक, सप्तकोश अमूल्य महानिधि कोषको आगम र 4 हृदय बिन्दुको आगम तथा अभिषेक उहाँले प्राप्त गर्नु भएको थियो। र त्यस्तै गरी परम पूजनीय विद्याधर चक्रवर्ती सिद्धिश्वर टुवाङ पेमा नुर्बु रिम्बुछेज्यूबाट रिन्चेन तेर्जोको सम्पूर्ण अभिषेक, नाम्चो पोचुसुमको सम्पूर्ण अभिषेक, मन्डो चालुङ जोक्छेनको सम्पूर्ण ठी निर्देशन, चाओसेरा टेलवाको ठिलुङ निर्देशन र अभिषेक, ङिङथिङ चापोको अभिषेक 2 चोटि, गिठुल सिटोको अभिषेक, दुखोरको अभिषेक, कोन्चोक चितु च्याचुन पोड्रुको अभिषेक, रिन्चेन तेर्जो भित्रको काग्यामाको अभिषेक, काग्यामा छोक्चिन दुपापोसीको आगम इत्यादि परम पूजनीय टुवाङ पेमा नुर्बु रिम्बुछेज्यूबाट प्राप्त गर्नुभएको थियो भने परम पूजनीय तागलुङ सेटुल रिम्बुछेज्यूबाट ङिङथिक गोन्डु सापोको सम्पूर्ण वाङ लुङ ठी, ङिङथिक दोर्छेमको अभिषेक, ज्याङतेर ढुप्रो नामसुमको सम्पूर्ण अभिषेक, ज्याङतेर कोङ्बा साङथालको वाङ लुङ सम्पूर्ण, ज्याङतेर गोन्डु शेरगाको ठी सम्पूर्ण, केरिम जोग्रिम ठेक्सो र थोगाल सम्पूर्ण, हेसे सोग्यालमाको धामगाक मार्गी याङसुन इत्यादि परम पूजनीय तालुङ चेडुल रिम्बुछेज्यूबाट उहाँले प्राप्त गर्नु भएको थियो। र त्यस्तै गरी परम पूजनीय ठुल्सिक रिम्बुछेज्यूबाट पद्म हृदय बिन्दुको अभिषेक, लोङछेन ङिङथिक हृदय बिन्दु गुरुको अभिषेक र दिल्गु खेन्चे रिम्बुछेज्यूको बानी ङिङथिक पाल्छेन दुबे
नामसेको उपदेश, परम पूजनीय शरण नायक जिग्मे पुन्जुक रिम्बुछे ज्यूबाट लामा याङतिकको अभिषेक, रत्नरूपी अवबोध दीपको अभिषेक, त्यस्तै गरी गेसरको अभिषेक, परम पूज्य स्वयंको निधि पूर्व गुर्खुमाको अभिषेक तथा आगमहरू ग्रहण गर्नुभएको थियो भने परम पूजनीय शरण नायक ग्याङखाङ थुप्तेन पाल्साङ रिम्बुछे ज्यूबाट सम्पूर्ण गगन धर्मको आगम तथा अभिषेक ग्रहण गर्नुभयो भने खेन्चेन गाकी वाङपोको जीवनी, मध्यमाका अलङ्कार लगायतका थुप्रै आगम तथा अभिषेक ग्रहण गर्नुभयो भने खेन्चेन ज्यूबाट 2014 नोभेम्बर 3 तारिकदेखि 10 तारिकसम्म 8 दिन रातलिङथुङ यिङथुक अभिषेक, गुरु क्रोधी अभिषेक, वज्रमाला सय भित्रका ताकुन लगायतका सम्पूर्ण महत्त्वपूर्ण अभिषेक, गुरु चिन्तमणिको उपदेश, चिन्तमणि गोप्य तन्त्रबाट महाकरुणाको पूर्व अभ्यास, पूर्व तयारी अभिषेक लगायत थुप्रै आयु सिद्धिका अभिषेक ग्रहण गर्नुभयो भने त्यस्तै गरी महासिद्धियुक्त गुरु खेन्चेन रिम्बुछे थुप्तेन ज्यूबाट त्रिसम्बार खेन्चेन दासेर रिम्बुछे ज्यूबाट निश्चय, दीप अलङ्कार लगायतका विभिन्न सूत्र तन्त्रको दर्शनहरू अध्ययन गर्नुभयो भने भोट पयल खेन्पो कुनसाङ ज्यूबाट निमा परम्पराका सिद्धान्त, सर्वज्ञ तथा विद्याद्वारा जिग्मे लिङपाको लाखमणि 9 ठेलीको आगमका साथै विभिन्न सूत्र तन्त्रको आगम ग्रहण गर्नुभयो र परम पूजनीय शरण नायक दोमङ याङथाङ रिम्बुछे ज्यूबाट ठिक हेसे लामा गगन धर्म हस्तान्धारी बुद्धको सम्पूर्ण उपदेश, रत्नथोटिङ चलको अभिषेक, धर्म धातु कोश र थुप्रै धर्म ग्रन्थहरूको अभिषेक तथा आगम हासिल गर्नुभयो परम पूजनीय याङथाङ रिम्बुछे ज्यूबाट। परम पूजनीय खेन्चेन पेसे रिम्बुछे ज्यूबाट जादुमय शान्ति क्रोधी अभिषेक, गुह्य गर्भकोश, हृदय बिन्दु विद्याधारा सङ्ग्रहक खेन्चेन पेमा सेराप ज्यूबाट विभिन्न बौद्ध दर्शनहरू तथा काव्य, बोध व्याकरण, त्रिसम्बार, बोधिचार्य अवतार, दृश्यदेव सिद्धि उपदेश, सिद्धान्तमाला, असल गुरुको मुखाम लगायतका थुप्रै सूत्र तन्त्रसँग सम्बन्धित तथा दर्शनहरूको अध्ययनका साथै आगम अभिषेक ग्रहण गर्नुभयो भने पूजनीय खेन्चेन नामदोल छिरिङ रिम्बुछे ज्यूबाट गुह्य गर्भतन्त्रको अभिषेक, खेन्चेन सेङ्गाज्यूको प्रज्ञापारमिता साक्षरता अधिगतका टीका, मध्यमाका अलङ्कारको टीका, मूल प्रज्ञापारमिता, बोधिचार्य अवतार, निङमा परम्पराको इतिहास र खेन्चेन वाङचुक सोनाम ज्यूबाट चिन्तमणि कोश, सिद्धान्त कोश, अभिधर्म कोश आदिको आगम ग्रहण गर्नुभयो भने खेन्चेन झ्याम्याङ ज्यूबाट चिन्तमणि कोश, बोध अवतारिका प्रज्ञापारमिता, मध्यमाका अवतार र खेन्चेन छेरिङ दोर्जी रिम्बुछे ज्यूबाट अष्ट उपदेश र साथै परम पूजनीय धर्मगुरु दोर्जी रिम्बुछेको अवतारीबाट नवनिधि ढाकिनी कोशको अभिषेक र साथै तेङबोछे रिम्बुछे ज्यूबाट शेरर ढाकिनीका जीवनीको आगम र गुरुयोग आयु अभिषेक, हृदय बिन्दु, गुरु सिद्धि तिलकको आगम ग्रहण गर्नुभयो। पूर्व खामडुल रिम्बुछे ज्यूबाट छ नारी धर्मको आगम, अवतारी रिग्जिन पेमाबाट गुरु विद्याधाराको आयु, मञ्जुश्री साधनाको आगम तथा अभिषेक लगायतका विभिन्न सूत्र तन्त्रको आगम तथा अभिषेक ग्रहण गर्नुभयो र त्यस्तै गरेर परम पूजनीय गुरु शरण नायक देपुक रिम्बुछे लोङचेन हेसे दोर्जे ज्यूबाट गगन धर्म अमिताभको अभिषेक, सुखावती वज्र विधि खासरपानीको अभिषेक, मौन व्रत कर्मतन्त्रको आगम तथा अभिषेक, दुजुम क्रोधी कालीको अभिषेक, उत्तरनिधि सिद्धिको आगम तथा अभिषेकहरू उहाँले प्राप्त गर्नुभयो। परम पूजनीय कर्मप रिम्बुछे ज्यूबाट सपेनको लाख उपदेश, 3 ठेलीका आगम र गुर्डकको अभिषेक ग्रहण गरी सरस्वती पञ्चोधानी सूत्रको अभ्यास गर्नुभयो। साक्य रिम्बुछेको पुनर्जन्मबाट दोर्जे फाग्मोको अभिषेक, सङ्क्रान्तिका आगम, गोपेमा ग्याल्छेन ज्यूबाट बोध व्याकरण अध्ययन गर्नुभयो भने तान्त्रिक आचार्य उर्गिन ज्यूबाट काव्य, 12 प्रतीक, समुत्पादको विज्ञान आदि अध्ययन गर्नुभयो र साक्य खेन्पो कुङ्गा वाङचुक ज्यूबाट बोधिचार्य अवतार, खेन्पो पल्देन सेरप ज्यूबाट धर्म धातु कोश तत्साथै परम पूजनीय रिम्बुछे न्योसुल खेन रिम्बुछे
लगायतका इत्यादि महान विद्वान रिद्धिसिद्धि प्राप्त गुरुजनहरूबाट पूजनीय केन्द्री मिचेज्यूले वाङ अभिषेक लुङ आगम ठी निर्देशन इत्यादि शिक्षाहरू दीक्षाहरू उहाँले सम्पूर्ण प्राप्त गर्नुभएको थियो। हस् त, यस भिडियो मार्फत पूजनीय खेन रिम्बुछे साङ्गे रङ्ग्योज्यूले वाङ लुङ ठी अर्थात् अभिषेक आगम र निर्देशन कुन कुन गुरुबाट उहाँले प्राप्त गर्नुभएको थियो भन्ने कुराको छोटो मिठो जानकारी राख्ने कोसिस गरेँ। भिडियो कस्तो लाग्यो मन परेमा लाइक, सेयर र कमेन्ट गर्न नभुल्नु होला र साथसाथै च्यानलले पनि सब्स्क्राइब गरिदिनु होला। नमस्कार।